अब अगाडि चाहिँ छोरा मान्छे किन बस्नु भन्दाखेरि छोरा मान्छे चाहिँ अलिकति ल भन्दिनँ है त्यसो होस् अगाडिकोले चाहिँ बाटो देखाउने हो बाइकको तपाईको चाहिँ नि ठ्याक्कै बाइकको चक्का जस्तो सम्झिनुपर्छ अगाडि बाइकको चक्कामा फोर्स हुँदैन त्यो ह्यान्डल हो अगाडिकोले ह्यान्डल गर्ने पछाडिको फोर्स हो 6 जना चाहिँ फोर्स हो अगाडिको एकजना ह्यान्डल हो 6 जना पछाडिको चाहिँ फोर्स उकालो तान्नु पर्ने हेर्नु न है उकालो तान्नुपर्छ उकालो तान्दाखेरि सुई सुई तेर्सोमा जस्तो ओह्रालोमा जस्तो जान सकिँदैन तान्यो तान्यो भन्दै होइन एकैसाथ तान्ने कोहीले चाहिँ फेरि पालै पालो तान्ने होइन त्यो 6 जना 7 जनाको टोलीले एकैसाथमा तान्ने हो स्याट 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 एकछिन सास फेर्दै स्याट तान्ने हो त्यसरी हामी चाहिँ नै काम गर्छौँ सबैजना यहाँ श्रमदानमा आउनु भएको छ सबैले अनिवार्य रूपमा श्रम गर्नै पर्छ यो नियम हो श्रमदान तर त्यसो भनिरहँदाखेरि कोही अब के अरे वृद्धहरू पनि आउनु भएको छ हाम्रो काजीमान दाईहरू काजीमान दाई 87-88 वर्षको युवाले मभन्दा 6 महिना कान्छो हुनुहुन्छ अब उहाँले पाइप तान्दै माथि ल्याउनु पर्छ भन्ने आशा मैले गर्न मिल्छ मिल्दैन उहाँ जस्तो मान्छेले चाहिँ यहाँ हामी पानीहरू खान्छौँ नि त्यो पानीको बोतल भेला गर्ने त्यो पनि श्रमदान नै हो भने कति चाहिँ फेरि अब होइन के अरे सुरुवाल नलाएको होइन अलिकति छोरी मान्छेहरू जति पनि हुनुहुन्छ फरियामा आउनुहुने उहाँ तपाईँहरू पनि आउनु भएको छ तपाईँहरूलाई चाहिँ फेरि त्यो पाइप तान्न सजिलो हुन्छ त्यो लुगाले गर्दा पनि होला तपाईँहरूले चाहिँ पानी बोक्दिन सक्नुहुन्छ है फेरि सबैले पानी मात्रै बोक्यो भने पाइप त जाँदैन मेन बोक्ने पाइपै हो तर पाइप तान्ने मान्छेलाई त्यहाँ माथि चाहिँ प्यास लाग्छ त्यसले गर्दाखेरि उहाँहरूलाई प्यास लाग्दाखेरि पानी खानु त्यसले समस्या नहोस् भनेर पानी बोकेर पनि जान सक्नुहुन्छ दिदीबहिनीहरू केही सीमित मान्छेहरू मात्रै हामी किचनमा बस्छौँ सबै मान्छे यहाँ बस्दैन किचनमा बस्ने मान्छेहरूले अब त्यो होइन अब भरे खाना खानुपर्छ त्यसको लागि चाहिँ नै किचनमा काम गर्नुहुनेछ यी कुराहरू छ अब हामी सबैलाई रहर लाग्यो होइन यस्तो चाहिँ रमाइलो छ एउटा माहौल छ एउटा चाहिँ लहर छ जाउँ न त भनेर रहरले आउनु भएको छ कतिजना अब यहाँबाट त रहर लाग्यो त्यहाँ माथि पुगेपछि अब सास बढ्यो है ल सकिँदैन रहेछ भनेर बाटोमा छोडेर आउन पाइँदैन पाइप छोडेर आउन पाइँदैन यहाँ चाहिँ के देखियो भने 7 जना मान्छेले रहर गरेर लग्यो बाटोमा 4 जनाले सकेन 3 जनाले जेसुकै गरेर छोडेर आयो 3 जनाले सक्दैन है थोरै मान्छेले गर्दा जोखिम हुन सक्छ पाइप सुल्काउन पाइँदैन हुन त ओह्रालोमा चाहिँ सुल्किन्थ्यो यहाँ त त्यस्तो छैन तैपनि पाइप सुल्काउन पनि पाइँदैन त्यो डोरीमा पक्रिराख्ने हो होइन अनि सबैजनाले सुरक्षित तरिकाले हामीले आज काम गर्नुपर्छ त्यस्तो भिड अप्ठ्यारो अब त छिचोलिसक्यौँ होइन यहाँदेखि उता त मैदान हो फुटबल ग्राउन्ड जस्तो छ है त्यस्तो परेको छ मेरो लागि चाहिँ फुटबल ग्राउन्ड नै हो अब अरूको लागि अप्ठ्यारो हुन सक्छ त्यो चिज छ र यिनीहरू कुराहरू हामीले चाहिँ याद गर्नुपर्छ कोही कसैलाई होइन टाउको दुख्यो अथवा केही भनौँ न सानोतिनो छैन यतात्यता होइन यसो छाला पिल्सिने यतात्यता हुनसक्छ त्यो भयो यदि भने हामीसँग प्राथमिक उपचार फर्स्ट एड किट सहित चाहिँ नै हाम्रा साथीहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँहरूले चाहिँ नै 2 जना है उहाँहरूलाई ड्रेस पनि अर्कै खालको के अरे पहेँलो खालको सिलाइदिनु पर्ने हो यो पनि हामीले याद गर्नुपर्छ र उहाँहरूलाई सम्पर्क गर्ने हो है अब हुन त अहिले अब सबैलाई रहर लागेर हामीले चाहिँ नि अब दिइराखेका छौँ तर विशेष गरी यस्तो माइक बोक्ने अनि अलिक म जस्तो अलिक धुस्रे फुस्रे भएको मान्छे चाहिँ लिडर हो है त्यो लिडरलाई सोध्ने केही भइहाल्यो भने कता कता हो के हो भनेर चाहिँ सोद्धाखेरि त्यहाँ हामीसँग रेडियो पनि छ गरेर बस्ने आउँछ उद्धार हुन्छ समस्या त्यत्रो ठुलो हुँदैन ध्यान दियो है सबैले सकेको छैन यी कुराहरू छन् हामीले चाहिँ नि ध्यानमा राखेर काम गर्नुपर्ने कुराहरू है सबै मान्छेले हामी यहाँनिर काम गर्न लागि आएको छौँ त्यसो भएको कारणले काम गर्नै पर्छ भन्ने मान्यता राख्नुपर्छ म यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी अब श्रम स्थलतर्फ जान्छौँ होइन बिस्तारै एकछिनमा हिँड्ने क्रममा अलिक पाखा भएकोले माथिबाट ढुङ्गाहरू लडाउनु हुँदैन
म कहाँ कदम राख्दैछु भन्ने हेर्नुपर्छ, वरिपरि पनि यसरी हेर्ने। यो पाइप तान्ने क्रममा पनि पाइप उचालेको देखिन्छ, पाइप नउचाल्नु होला, भिड धेरै भएको कारणले त्यो आफूले उचालेको पाइपले अर्को ठाउँमा लाग्छ होइन। त्यसले गर्दाखेरि वरिपरि भिडमा हुँदाखेरि वरिपरि हेरिराख्ने, यसो गरेर हेरिराख्ने, पछाडि टङ्ग हाने पनि हुँदैन राम्रो, एकचोटि त्यस्तो घटना घट्यो होइन, त्यो नहोस्। त्यसले गर्दाखेरि पाइप चाहिँ सुल्काउँदै नै लाने हो है। यहाँ युवाहरू पनि हुनुहुन्छ, म जस्तो बलियो भन्नु मिल्दैन, जे होस् म भन्दा पनि बलियोहरू है, उहाँहरूलाई चाहिँ काँधमै बोकेर लानु मन लाग्छ क्या, कहाँ यस्तो के बाँध्ने यस्तै नाथे भनेर काँधमा बोकेर लगिन्छ, भरे तपाईँको चाहिँ खुट्टा जिटेर सुल्क्यो भने त्यो पाइपले फेरि अरूलाई लाग्न सक्छ। त्यसले गर्दाखेरि लापरवाहीको कारणले हुने गर्छ दुर्घटना। लापरवाही हामी गर्दैनौँ, सिरियसली काम गर्छौँ। यी कुराहरू यहाँहरूलाई राख्न चाहन्छु। सेफ्टी ब्रिफिङको तपाईँको चाहिँ सम्बन्धमा यहाँहरू सबैजनालाई यी कुराहरू ध्यानमा राखेर काम गर्नुहोला भन्न म चाहन्छु। हामी एकछिनमा गीत पनि गाउँछौँ, त्योभन्दा पहिला म यता आएँ संस्थाहरूलाई ध्यान दिएर के अरे धन्यवाद दिनका लागि। यता छ नमुना टोल विकास संस्था धरान 5 देउरालीबाट आउनुभएको छ, यहाँ सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। श्री पञ्चकन्या माध्यमिक विद्यालय धरान 17 रेलवे सुनसरीबाट पनि आउनुभएको छ, विद्यालयलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। आमा टोल विकास समिति धरान 11लाई हार्दिक धन्यवाद छ। संयुक्त श्रमदान के अरे सहभागिता भन्ने सहित नारा सहित किरान राई बान्तावा खिम 1 नम्बर प्रदेश समिति तथा इटरी महानगरपालिका भन्ने पनि आउनु भएको रहेछ, उहाँलाई धन्यवाद दिन चाहन्छु। साउने टोल विकास संस्था धरान 17लाई धन्यवाद दिन चाहन्छु। श्री सगरमाथा टोल विकास संस्था धरान 17 पटनालीलाई धन्यवाद छ। खैरेनी टोल विकास संस्था धरान 17लाई धन्यवाद दिन चाहन्छु। किरान राई आएका 14 नम्बर वडा कार्य समितिलाई धन्यवाद छ। एज अलवेज समावेशी टोल विकास संस्थालाई धन्यवाद छ। धरान 17 पटनाली धरान निर्माणमा हाम्रो सहभागिता भन्ने छ, देश निर्माणमा हाम्रो सहभागिता भन्ने छ। विद्या टोल विकास संस्था धरान 17लाई धन्यवाद दिन चाहन्छु भन्ने नारा पनि छ। उहाँहरू श्रमदानमा सहभागी बनौँ भनेर आउनुभएको बोल्नुहुँदै इन्द्रेणी मार्ग के अरे साथै नमुना टोल धरान नमुना टोल विकास संस्था धरान 17लाई धन्यवाद दिन, फोन नागरिक समाज धरान 13लाई धन्यवाद दिन चाहन्छु। दोस्रो कोका खाने पानी अभियान श्रमदान सामुदायिक टोल विकास संस्था धरान 5लाई हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँ सबैजनालाई हार्दिक धन्यवाद छ। अब हामी के हो यो सहेली दिदी बहिनी समूह के अरे चौदण्डी गाउँपालिका उदयपुर भन्नेबाट पनि आउनु भएको छ, उहाँ अन द वे हुनुहुन्छ होइन, उहाँहरूलाई पनि हार्दिक धन्यवाद हाम्रो छँदैछ, मैले अहिले एनाउन्स गरेँ। अब हामी एउटा एकछिन त्यो डोरी सोरी पनि नगर्नु होला। अब हामी एकदमै तपाईँको छैन देशका लागि गीत गाउँछौँ, त्यो डोरी सोरी नचलाउनुहोस्, सिरियसली अब गीत गाउने बेला आयो होइन, सिरियसली गीत गाउने बेला आयो सबैजनालाई। हाम्रो तपाईँको छैन यो श्रमदानको राष्ट्रिय गीत भन्छु म, हाम्रो धरती हाम्रो आकाश भन्ने गीत सुन्नु भएको छ कि छैन? हो, अब यो गीत हामी सबैले गाउने हो श्रमदान भनेको दस्तखत जस्तो र यहाँ मैले अलिकति के अरे एउटा पनि गर्न चाहेँ। हाम्रो पूर्ण लिम्बू सर कहाँ हुनुहुन्छ? क्याप्टेन साहब पूर्ण लिम्बू सर हुनुहुन्छ भने यता आउनु पर्यो, तपाईँको परिचय म गरौँ है। अहिले नाम्लो भन्ने आएको छ, डकुमेन्टरी टाइपको एउटा चलचित्र आएको छ, त्यसको चाहिँ नि नायक हुनुहुन्छ उहाँ। ब्रिटिस आर्मीमा लामो समयसम्म सेवा गरेर क्याप्टेनको पदमा रिटायर भएर गोर्खा वेलफेयर सेन्टरहरूमा विभिन्न ठाउँहरूमा काम गरेर गोर्खा के अरे वेलफेयर एरिया वेलफेयर सेन्टर धरानमा चाहिँ होइन काम गर्दै गर्दाखेरि उहाँसँग हाम्रो परिचय भयो र उहाँले धरानको खानेपानी लगायत विभिन्न खालका चाहिँ शिक्षा स्वास्थ्य लगायतका ठाउँ कुराहरूका लागि धेरै सहयोग गर्दै आउनुभएको छ। उहाँलाई हामीले चाहिँ ताली बजाएर धन्यवाद र सम्मान गर्नुपर्छ आज। र उहाँको टिमले चाहिँ अहिले धरान श्रम संस्कृति पार्कमा चाहिँ गोर्खा चौतारी पनि बनाउँदै हुनुहुन्छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु म।
दिनुपर्छ र विशेष मैले उहाँलाई बोलाउनुको कारण चाहिँ एउटा फिल्ममा आउँदैछ नाम्लो भन्ने थाहा छ क्या नाम्लो भनेको कतिलाई त थाहा छ कतिलाई थाहा छैन होला केटाकेटीलाई के हो नाम्लो भनेको होइन नाम्लो नाङ्लो भनेको सबै बिर्सिसक्यौँ होइन मोबाइल फेसबुक टिकटक भन्ने थाहा छ टिकटकमा एउटा गीत हिट छ नि हिजो आज जहाँ गर्न सागर खाने बेला आगर भन्ने कति चाहिँ हाँस यस्तो हुनु हुँदैन म त्यो भन्न चाहन्छु र हाम्रो पूर्ण सरको चाहिँ नि अभियान के अरे अभिनयमा त्यो चाहिँ नि बनेको छ उहाँको टिम अत्यन्तै राम्रो छ त्यो नाम्लो भन्ने चलचित्र पनि यस्तो ठाडो ठाउँमा चाहिँ पाइप आएको छ यो बाटो अलिक छिटो हुने पश्चिम भएर हामीले सेकेन्ड बाटो ल्याएको है ल है त यसरी सम्भवहरू ल कतितिर आइपुग्दैछ अब तल गएर लान्चमा हेर्नुपर्ने हुन्छ तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।